साथीहरू, हामीले बेचेको सेयरलाई कसरी मेरो सेयरकेबाट ब्रोकरमा ट्रान्सफर गर्न सकिन्छ भन्ने कुरा म देखाउन गइरहेको छु है त साथीहरू। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले, मैले चाहिँ ल्यापटपमा मेरो सेयरकेप खोलिसकेको छु र यसको ड्यासबोर्ड चाहिँ यस्तो आउँछ। त्यसपछि हामी यसलाई तल यहाँनेरि माई पर्चेज भन्ने अप्सन छ, माई पर्चेज सोर्स, यहाँ क्लिक गर्नुपर्छ। त्यसपछि यसमा गएर यहाँ तीनवटा अप्सनहरु देखिन्छ, पर्चेज सोर्स, माई होल्डिङ, माई वब, WACC। त्यसपछि यहाँ आएर हामीले पहिले पर्चेज सोर्समा आउने, पर्चेज सोर्स आएपछि फेरि यहाँनेरि क्लिक गर्ने अनि तपाईको कति कुन ट्रान्सफर गर्ने हो, कुन चाहिँ स्क्रिप बेच्नु भएको छ त्यसलाई चाहिँ यहाँनेरि माई पर्चेज सोर्समा जाने। र मेरो चाहिँ अहिले यो पिखुवा खोला भन्नेकोलाई चाहिँ अब बेच्नु चाहिँ अहिले म बेचेको छैन, यसलाई म तपाईहरुलाई गरेर देखाउँछु। यसरी क्लिक गर्ने, त्यसपछि क्लिक गरेपछि यो पिखुवा खोलाको आयो। त्यसपछि यहाँ सर्चमा गएर सर्च क्लिक गर्ने, त्यसपछि यस्तो डिस्प्ले आउँछ, यहाँनेरि। अनि यस्तो आएपछि यो पिखुवा खोला, यसलाई यो डिस्प्ले भएपछि यसलाई स्किपमा पुरा यहाँ क्लिक गर्ने, क्लिक गरेर अलि माथि सारेपछि त्यसपछि यहाँ तल प्रोसिडको बटन देखाउँछ। यो प्रोसिडमा यसरी गरेपछि यस्तो डिस्प्ले हुन्छ। त्यसपछि यहाँ पढेर यहाँ लेखिएको छ, यो लेखिएको कुराहरु यसरी आउँछ। त्यसपछि यसलाई अपडेट गर्ने, त्यसपछि अपडेट गर्ने, यसरी अपडेट गर्ने। अनि यहाँ देख्न सक्नुहुन्छ पर्चेज सोर्स चाहिँ अपडेट भइसकेको छ, डन भनेर। ल अब हामीले यो पर्चेज सोर्स सकेपछि यो माई होल्डिङको अप्सनमा जानुपर्ने हुन्छ। यो माई होल्डिङ चाहिँ तपाईले सेयर बेच्नु भएपछि मात्रै आउन सक्छ। यसरी माई होल्डिङमा क्लिक गर्ने, त्यसपछि यहाँ स्किप लेखेको ठाउँमा गएर क्लिक गर्ने अनि तपाईले कुन बेच्नु भएको छ त्यसलाई क्लिक गर्ने। मैले पिखुवा खोला बेचेको थिएँ 10 किता, मलाई आइपीबाट परेको 10 किता बेचेको थिएँ। अनि यसरी यसलाई सर्च गर्ने, त्यसपछि यस्तो इन्टरफेयर यहाँ यसरी खुल्छ, यसरी खुल्दै जान्छ। अनि यसलाई पनि अलि माथि लाने अनि लगेर यहाँनेरि स्क्रिप्टमा यहाँ क्लिक गर्ने, यहाँ क्लिक गर्ने। त्यसपछि यो प्रोसेसको बटनमा क्लिक गर्ने अनि यसरी देखाउँछ यहाँ, यसलाई पढ्ने। आई हियर बाई डिक्लेयर द्याट भन्दै यसरी ब्रोकरमा यसरी 10 किता ट्रान्सफर हुन लागेको छ। यसलाई यसरी हामीले फेरि यसपछि यो होल्डिङ डे गर्नको लागि कति दिन होल्ड भएको छ, कति दिनसम्म होल्ड गरेर राख्यो भन्ने कुरा देखाउँछ। 18 डेज होल्ड गरेको थिएँ मैले। यो आइपिओ चाहिँ मेरो अकाउन्टमा मेरोसेर आएको 18 दिनपछि बेचेको भनेर देखाउँछ माई होल्डिङ डेमा। 10 किता बेचेको भन्ने देखाइरहेको छ। त्यसपछि यसलाई अपडेट गरिदिने, अपडेट गर्ने र यसरी देख्नुहुन्छ यो होल्डिङ डे सक्सेसफुली अपडेट भइसक्यो। अब यसलाई हामी फेरि तल यसमा गएर माइडिआइएस यो अप्सनमा जानुपर्छ। यो अप्सनमा गएर त्यसपछि यहाँ माथि देख्न सक्नुहुन्छ। अब हाम्रो बाँकी के काम रह्यो भने सेयर ट्रान्सफर गर्नलाई, त्यसपछि यहाँ माइडिएस अप्सन गएर क्लिक गरेपछि यहाँ यस्तो इन्टरफेयर खुल्छ। यसपछि अब हाम्रो बाँकी रह्यो सेयर ट्रान्सफर गर्नलाई। सेयर ट्रान्सफर गर्नुभन्दा अगाडि यो दुईवटा चिज गर्नुपर्यो। अघि मैले तपाईहरुलाई देखाएको थिएँ, यो माई होल्डिङ डे अनि पर्चेज सोर्स, यो दुईटा गरिसकेपछि मात्रै हामीले सेयर ट्रान्सफर गर्न सक्छौँ। अब पर्चेज सोर्समा अब त्यसपछि हामीले सेयर ट्रान्सफर गर्न रेडी भएको छ। यसरी देखिन्छ, यस्तो इन्टरफेयर खुल्छ। यसरी खुलेपछि यहाँ हेर्दै जाँदा यता पर गएपछि यहाँ एउटा भ्यू डिटेल, यहाँ भ्यू डिटेल देखिएको छ। भ्यू डिटेलमा तपाईले राम्ररी पढ्नु होला आफूले कुन बेचेको हो कि हैन। मैले यहाँ पिखुवा खोला बेचेको थिएँ 10 किता बेचेको थिएँ। 100 रुपैयाँमा किनेको, 660ले बेचेँ मैले। त्यसपछि यसलाई अब यो 10 किता सेयर गर्नलाई यहाँनेरि यसरी क्लिक गर्ने, त्यसरी नै माथि पढ्ने अनि सेयर ट्रान्सफरको लागि रेडी भयो प्रोसिड गर्ने। प्रोसिड गरेपछि यसरी फेरि आई एग्री भन्ने अप्सन छ, यहाँनेरि एग्री भन्नेमा क्लिक गर्नु पर्यो अनि पढ्नुस्। यसमा चाहिँ अब म चाहिँ यो मेरो राजी खुसीले चाहिँ मेरो सेयर चाहिँ पुल अकाउन्टमा ब्रोकरमा चाहिँ ट्रान्सफर गर्न रेडी छु भनेर यसरी देखाएको हुन्छ। यस्तो इन्टरफेयर यसरी खुल्छ। त्यसपछि अब यो चाहिँ फाइनल हो, यो कन्फर्म। तपाईले यो कन्फर्म गर्नु भएपछि चाहिँ तपाईले बेचेको सेयर हामीले ट्रान्सफर हुनेछ ब्रोकरको अकाउन्टमा। यसरी यो क्लिक गरेपछि यसरी क्लिक गरेपछि घुम्छ र यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले यसरी सक्सेसफुली रिक्वेस्टेड टु ट्रान्सफर सेयर। यसरी हामीले
अहिले अब चाहिँ यसरी हामीले बेचेको सेयर ट्रान्सफर गर्न सकिन्छ। साथीहरू, तपाईँहरूले देखिसक्नुभयो यसरी हामीले बेचेको सेयर ट्रान्सफर सजिलोसँग गर्न सक्छौँ। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? पक्कै पनि तपाईँ नयाँहरूलाई यो भिडियोले केही सहयोग पुर्याउँछ भन्ने आशा लिएको छु। फेरि पनि यस्तै भिडियोहरू लिएर आउनेछु। तपाईँहरूले मेरो भिडियो मन पर्यो भने कमेन्ट, सेयर, लाइक गर्न नभुल्नुहोला। धन्यवाद।